नयाँ पारुवाङ प्रतिमा निर्माणको लागि जग्गा कति खरिद गरिसक्यो, अब बाँकी कति छ। अब त्यो मैले सुन्दाखेरि 3 कट्ठा कति बाँकी छ भने युकेमा छ भने भन्नुहोस्, किरात राई आँखाको अध्यक्षले भन्नुहोस्, उसले को अब राई नै होला ती या को छ, उहाँ मार्फत त्यो उहाँलाई चाँडो यता झिकाउनु सकिन। तपाईँहरूले उता प्रश्न गर्नुहोस्, सोध्नुहोस्, यहाँ ढिलो भइसक्यो भन्नुहोस्। उहाँ किरात राई आँखाको अध्यक्षहरूसँग सम्पर्क गर्नुहोस्, छिटो त्यहाँबाट आउँछ। यो अब कति भइसक्यो होइन। अनि यो जग्गा किन अहिलेसम्म के भएको छ, किन कसो होइन, कहाँसम्म अहिले पुग्यो, के हुँदैछ, ढिलो नगरौँ। जति ढिलो गरिन्छ तपाईँ हामीलाई ढिलो हुन्छ। कति पैसा आइसक्यो, कति बाँकी छ, 5.5 करोड बोल कपडमा हो युगे। अब जग्गा कति किनिसक्यो, अब कति छ किन्नु बाँकी। अर्को कुरो कोका 1 र 2, कोका 1 मा मैले 1,07,000 मेरो भतिजो जितेन्द्र रुम्दाले साँगुरी गाउँपालिकाको अध्यक्ष, म आएको थिइनँ, मेरो छोरा आउँदाखेरि मेरो भतिज मार्फत यहाँ तल कहाँ पुग्दाखेरि उहाँ पछ्याउँदै गएर हत्लाको हाम्रो जेस कोका 1 को हाम्रो उहाँ दत्तजी उहाँले लिनुभएको मैले सबै देखेँ। 1,07,000 अनि एउटा बेल्चा दिएको छ, त्यो मेरोमा छ है, लेखेको छ। अनि त्यो चाहिँ मेरो आमा बाउको नाममा मैले शिलालेखमा हुन्छ भनेर मैले पठाएको। त्यो शिलालेख लेखियो होला, कता के थुप्रेको छ, त्यसको लागि पनि तपाईँहरूले पहल गर्नु होला। बाउ आमाको नाममा त्यो शिलालेख लाग्छ भनेर दुनियाँले त्यो दिएको छ त आर्थिक सहयोग होइन। अर्को कोका 2 देखि म श्रमदानमा मिसेँ है। कोका 2 मा 52,000 कति मैले दिएको छु, त्यो मेरो स्लिप पनि छ। म आफै श्रमदाता, म आफै पनि दिएँ। त्यस्तो सायद कमै हुन्छ होला, श्रमदाता आफै पनि पैसा आर्थिक दिने है। त्यसले गर्दा त्यो पनि मैले आफ्नै दाईको नाममा, स्वर्गीय दाईको नाममा मैले शिलालेख हुन्छ होला भनेर मैले त्यो दिएको छु है। त्यो